わかりました。はい、助かります。ありがとうございました。はい、失礼します。すいませんでした。म चाहिँ अहिले यता वाडामा आएको थिएँ कि वाडामा आएको छु अहिले। यो चाहिँ वाडा भयो, म चाहिँ वाडामा आएको रहेछु। किन आएको रहेछु भन्दाखेरि म चाहिँ अहिले जस्तो यहाँ कलमा कुरा गरेँ, यहाँ चाहिँ त्यसको लागि मान्छे थिएन। म चाहिँ यहाँ के को लागि बुझ्न आएको थिएँ भन्दाखेरि यहाँ सबभन्दा पहिला त त्यो जुन हाम्रो हुकेन्स्यू छ, हुकेन्स्यू चाहिँ अब मेरो चाहिँ धेरै आएको रहेछ भन्दाखेरि मेरो लगभग 2 लाख जति आएको रहेछ हुकेन्स्यू। ओइ 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 라인은の5月までと27年の5月まで。はい。2つ仕事は回してあっちから払っていますね、その値段。わかりました。わかりました。じゃあ自分で払わなければ大丈夫ですね。わかりました。はい、助かります。ありがとうございました。はい、失礼します。すいませんでした。म चाहिँ अहिले यता वाडामा आएको थिएँ कि वाडामा आएको छु अहिले। यो चाहिँ वाडा भयो, म चाहिँ वाडामा आएको रहेछु। किन आएको रहेछु भन्दाखेरि म चाहिँ अहिले जस्तो यहाँ कलमा कुरा गरेँ, यहाँ चाहिँ त्यसको लागि मान्छे थिएन। म चाहिँ यहाँ के को लागि बुझ्न आएको थिएँ भन्दाखेरि यहाँ सबभन्दा पहिला त त्यो जुन हाम्रो हुकेन्स्यू छ, हुकेन्स्यू चाहिँ अब मेरो चाहिँ धेरै आएको रहेछ भन्दाखेरि मेरो लगभग 2 लाख जति आएको रहेछ हुकेन्स्यू। अब आउने बित्तिकै जापान थोरै थियो भन्दाखेरि 1700-1800 महिनाको तिर्थेँ, त्यसपछि 3200 तिर्थेँ। तर 3200बाट एकैचोटि मतलब अहिले चाहिँ ठ्याक्कै मलाई 17,000 जति तिर्नुपर्छ एक महिनाको। 17,000 मलाई हुकेन्स्यू हेल्थ इन्सुरेन्स भन्छ नि, त्यो मात्रै चाहिँ तिर्नुपर्छ। त्यसको लागि म चाहिँ यहाँ बुझ्न आएको थिएँ कारण चाहिँ के रहेछ भन्दाखेरि जस्तै म चाहिँ पहिलादेखि काम गर्दैछु त त्यो मेरो स्यालेरी चाहिँ सेम छ कि, स्यालेरी चाहिँ पुरै सेम छ। पहिला पनि म जति पाइरहेको थिएँ स्यालेरी अहिले पनि मेरो सेमै छ स्यालेरी। त यहाँ कुरा चाहिँ के भन्न खोज्यो भन्दाखेरि जस्तै मेरो जसरी अब जुन रेट थियो त त्योभन्दा अहिले जस्तै कुनै काम यदि छोड्या छ त्योभन्दा यदि कम छ होइन, यदि त्योभन्दा कम रहेछ त यहाँ चाहिँ कम गर्न मिल्छ, नत्र चाहिँ मिल्दैन। जस्तै पहिले चाहिँ अब 2 लाख चाहे 1 लाख पाइरहेको थियो तर अहिले चाहिँ त्योभन्दा चाहिँ कम स्यालेरी पाइरहेछ भने त्यो चाहिँ कम गराउन मिल्छ। त्यो चाहिँ हेल्थ इन्सुरेन्सको मन्थली कम गराउन मिल्छ, नभए चाहिँ मिल्दैन। त्यो कुरा चाहिँ यहाँ चाहिँ 3 महिना जतिको, जस्तै अहिले 6 महिना चलिरहेछ, यहाँ 7 महिना चलिरहेछ त पछाडिको 3 महिना जतिको त्यो चाहिँ माग छ। त्यो चाहिँ यो क्युरियोमेन्साई भन्छ, त्यो चाहिँ लिएर आऊ भनेर यहाँ चाहिँ चेक गर्छ। यदि त्योभन्दा कम छ भने चाहे कुनै कामै छोड्या छ त्यहाँ पहिलाभन्दा स्यालेरी चाहिँ कम आइरहेछ भने यहाँ चाहिँ कम गराउन मिल्छ, नभए मिल्दैन। त्यो कुराको लागि कसैले यहाँ बुझ्न पनि नहुनुलाई यहीबाट के बुझ्न पाइन्छ कि कुरा चाहिँ फिक्स त्यही हो, त्यति भयो। अनि त्यसपछि यो जेकिङ भनेको के चाहिँ अब स्यालेरीबाट जुन काट्छ नि यो, त्यो चाहिँ अब कसैको बिल आएको रहेछ, जस्तै मेरै रुममा साथीको चाहिँ आएको रहेछ, मेरो चाहिँ आएको छैन। त मैले त्यही चाहिँ कलमा अहिले कुरा गर्दै थिएँ भन्दाखेरि यहाँको मान्छेले कसैलाई यहाँ थाहा हुँदैन, त्यो चाहिँ कलमा कुरा गराइन्छ। अब को थियो मलाई थाहा भएन, त्यहाँ चाहिँ अनलाइन चाहिँ भिडियो कलमा चाहिँ कुरा गराइन्छ। म त्यही चाहिँ जेकिङको लागि कुरा गरिरहेको थिएँ। त्यहाँ चाहिँ के छ, कसैको चाहिँ बिल चाहिँ आउँछ, रुममा चाहिँ पठाइन्छ, ल यो चाहिँ तिर्नुपर्छ एक्स्ट्रा भनेर, त्यो चाहिँ खाइस्यामा भर पर्छ कि खाइस्याले अब पे गरेर छ कि छैन होइन। तर मेरो खाइस्याले चाहिँ पे गर्दैछ, अबदेखि मेरो स्यालेरी काट्या होला अनि अझै चाहिँ काट्दै गर्छ, मेरो स्यालेरीबाट चाहिँ काट्दै जान्छ। त्यही भएर चाहिँ यहाँ चाहिँ मेरो चाहिँ त्यो बिल आउँदैन, त्यहीँबाट डाइरेक्टै काट्छ। त्यसरी चाहिँ त्यो कुरा चाहिँ भन्यो। कुरा चाहिँ यस्तो खासमा रहेछ, यति हो कि।